फेरि पनि भन्दैछु अस्ति 2081 तिनकुनेमा साल ढुङ्गा हान्ने शक्तिदार ज्योतिष नसकिँदै नेपालमा राज संस्था फर्किन्छ पुलिसले हान्दैछ, राजाले श्री 5 समातेछ। लगाउँछन् र राजा श्री 5 ज्ञानेन्द्र हो यो गुरु पुष्कर खतिवडाको भविष्यवाणी पुष्कर खडीबाट अनि भन्ने बित्तिकै प्याक्ट पुरा हुन्छ भनेर आश नगर्नुहोस् कसरी हुन्छ किन हुन्छ कहाँबाट हुन्छ के गरेर हुन्छ कहिले यो कुन माध्यमबाट हुन्छ त्यो त्यतातिर नजानुस् हुन्छ 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 त्यतातिर जानुस् सही हो धन्यवाद अरु केही ठोक्वा दिएर भन्छु मलाई तालिका यदि राजा आएनन् भने 1% यदि बाइ चान्स राजा आएनन् भने के गर्ने भन्नुहुन्छ भने ठिक छ मैले मेरो जुन ज्योतिषीय विद्या ज्योतिषीय आँखाले जुन दृष्टिले देखेको छु यदि त्यो दृष्टि फेल हुन्छ भने म फेल भएँ म त्यो कुरालाई स्वीकार्छु र तपाईहरुको गाली पनि म स्वीकार्न तयार छु तर मैले आजसम्म जसरी हेरे मैले मेरो सम्पूर्ण ऊर्जा शक्ति साधना मैले प्रयोग गरेर हेरे कुण्डली पल्टाएर हेरे देशको कुण्डली पल्टाएर हेरे त्यसैले यो ज्योतिषज्यू राजा ल्याउनु पर्छ भनेर अस्ति तिनकुनेको जनआन्दोलनमा ढुङ्गा हान्ने हानाहान गर्ने व्यक्ति हुन् नेपालमा राज गुड गुड गुड